कोर्टमै धेरै फोटो खिच्यौँ होइन बिचमा नि हामीले अरू ठाउँहरू भने रुकुम पूर्वमा पनि सबैतिर बसेर धेरै फोटोहरू खिचेर आएको तर हाम्रो लागि पनि यो ठाउँ आइपुग्नु भनेको सौभाग्य राज्यको अरू मान्छेहरू पनि भविष्यमा आउँछ जस्तो लाग्छ जुन रूपमा जुन ग्रिन रोड छ यो दिल्ली हाइवे त्यसरी जोडिया छ त्यसको चाहिँ खालि म्याटर अफ टाइम त्यसपछि रुकिराम पनि घुम्न लायक ठाउँ छ रुकुम सबै घुम्न लायक ठाउँ छ एकदम सुन्दर ठाउँ छ दोस्रो मलाई सधैँ के लाग्थ्यो भने अहिले हामीलाई काठमाडौँमा एउटा मुद्दा आइरहेको छ त्यो के भने खराब ऋणीहरूको सङ्ख्या बढिरहेको छ खराब ऋणीहरूमध्ये कृषि र साना व्यवसाय गर्नेहरूको चाहिँ अलिक खराब ऋण बढेको छ त्यसको अर्थ के हो त अहिले टाइट गर्नुपर्ने टाइट गर्दाखेरि त मैले फेरि सबैभन्दा पछाडि परेको समुदायले टाइट गर्ने हो कि त्यो गरेर चाहिँ देशहरू नबढ्ला टाइट गर्ने के जस्तो कारको ऋण चाहिँ खराब ऋण छैन तर साधारण किसानले चाहिँ गाई बाख्रा पालन गरेको ऋण खराब हो त्यसको अर्थ के हो त मैले कारमा मात्रै ऋण दिने भने अब कि त्यो त नहोला त्यही भएर मैले हाम्रो राष्ट्र ब्याङ्कको दुईजना महत्त्वपूर्ण भूमिकामा रहनुभएको तीनजना साथीहरू लिएर जाउँ भनेर आएको हामीले आएको जाने चाहिँ केही हुँदैन के जाने हुन्छ के जाने हुँदैन भन्नाले एक्सट्रिम हो होइन तर त्यो भनेर फेरि अघि तपाईँहरूले भन्नुभयो जस्तो हामीहरू पनि कुनै त्यो आकाशबाट आएको मान्छे होइन बा पनि किसान नै हो होइन हामी पनि सानो हुँदाखेरि खेती किसानी गरेर भैँसी पालेर भैँसीको दुध बेचेर सरकारी स्कुल पढेर हुर्केको मान्छे हो म पनि त्यही हो मेरो साथीहरू पनि त्यही हो त्यही भएर हामीले कुनै आकाशबाट आएको मान्छे होइन पढाइ राम्रै थियो कसैले जागिर बनाएर निकाल्यो कोही विदेश गयौँ तर फर्केर आयौँ हामी चाहिँ विदेश बसेनौँ होइन त्यो रूपमा चाहिँ लिनु होला तर आफ्नै देशमा भविष्य छ भनेर आयौँ हामी विदेशबाट फर्केर आउने भनेको मेरो छोराछोरीको भविष्य यहीँ राम्रो छ हाम्रो देश समग्रमै फेरि देश फर्किनु भनेको देशकै भविष्य राम्रो छ भनेर विश्वास आइयो नि त होइन मेरो यहीँ हुर्केर चाहिँ हाम्रो सन्तानले चाहिँ धेरै कमाउलान् शान्त ठाउँमा बस्लान् भनेरै आइयो होइन त्यो अर्थमा चाहिँ समग्र देशकै अर्थतन्त्र अगाडि बढोस् भन्ने हाम्रो चाहना हुन्छ त्यो भनेको सबभन्दा पहिला चाहिँ तल पछाडि परेको कम्युनिटीहरू अगाडि बढौँ भन्ने हो तर त्यही कम्युनिटीमा चाहिँ हाम्रो पर्फर्मेन्स कस्तो छ त उनीहरूले ऋणहरू अरू कुराहरू के कारणले चाहिँ बिग्रिरहेको छ भनेर हेर्नलाई अहिले आइयो त्यो अर्थमा बुझ्नु होला र हाम्रो नीतिहरू पनि भविष्यमा त्यही रूपमा नै जान्छ मैले केही ठाउँमा पहिला पनि भनेको छु बाघको सङ्ख्या बढाउने भनेर भन्यो भने सबैले बाघलाई दिनदिनै मासु लगाएर खुवाउने गरिदिएको नेसनल पार्कमा त्यो भने मृगको सङ्ख्या बढाउनु पऱ्यो अरूहरूले उसको शिकारको जे हुन्छ नि त्यो बढाउनु पऱ्यो त्यसै देशमा धेरै धनीमानीहरू एकदमै होस् अरबपतिहरू होस् चाहना गर्नुपर्दा चाहिँ फेरि अरबपतिलाई मात्रै ऋण दिनु पऱ्यो त्यो भनेको साधारण किसानहरू अरू साधारण किसानहरूको आय बढोस् साधारण मान्छेहरूको आय बढोस् त्यो भयो भने हामीले सामान पनि बढी किन्छौँ अनि उद्योगीहरूको उद्योग पनि बढी चल्छ सबैजनालाई राम्रो तर हामीले खालि माथि मात्रै फोकस गरेर माथि र तलको डिफ्रेन्स बढेर जान्छ माथि र तलको मान्छेहरूको डिफ्रेन्स बढ्यो भने के हुन्छ तपाईँहरूलाई मैले भन्नु पर्दैन चाहिँ झगडा हुन्छ होइन असमानताले त झगडा बढाउँछ हामी सबैले देखेका छौँ झगडा बढाउँदाखेरि सबैलाई दुःख हुन्छ त्यो अर्थमा चाहिँ हाम्रो मौद्रिक नीति भविष्यमा गाइड रहन्छ पूर्व बुझेरै गर्छौँ यहाँ आफ्नो तथ्याङ्कहरू पनि हेर्छौँ हाम्रो तपाईँहरू जस्तै अर्डिनरी व्यापारीहरू अर्डिनरी किसानहरू अर्डिनरी जनताहरू होइन अनि तपाईँको ब्याङ्करहरू सिओ साहबहरूसँग गर्नु पाइन्छ तर तपाईँको त्यो पनि इम्पोर्टेन्ट छ र अनि पछि दिने लोनहरू के हुन्छ भनेर यो सहर बढेर 1 लाखबाट बढ्यो भने कसरी ग्रो हुन्छ होइन म यसो बाटोमा आउँदाखेरि बुद्धिबाङमा पनि मलाई के थिएन यहाँ मुभी थिएटर छ कि छैन रेस्टुरेन्टहरू कति छ भनेर म यसो हेर्थेँ होइन हाम्रो चितवन पनि त्यही हो पहिला चितवनमा रेस्टुरेन्ट गएर खाने चलन पनि थिएन होइन एकदम कम थियो भनौँ अनि बिस्तारै अहिले त्यहाँनिर अरबौँको मलहरू बन्दैछ बनाएको छ बिस्तारै टुरिज्म बढ्यो टुरिज्म होइन करोडौँका होटलहरू बने जागिरहरू बन्यो हामी सानो हुँदाखेरि हस्पिटलहरू थिएन 1000वटा हस्पिटल बनायो फेरि डाक्टर छन् अहिले भरतपुरमा होइन सो ग्रो हुँदै जाने एउटा सिद्धान्त हुन्छ ठुल्ठुलो सहरहरू कसरी बन्छ भन्ने त्यसको आफ्नै एउटा यो ल हुन्छ एउटा नियम हुन्छ जस्तै फिजिक्सको ल भने जस्तै इकोनोमीको पनि त्यस्तै ल हुन्छ अनि हामीहरू हेर्दै जाँदाखेरि त्यो बिग पिक्चर लिएर हेर्दाखेरि चाहिँ यो ठाउँमा यस्तो चिजको लगानी गऱ्यो भने ग्रो गर्ला कि
माथि डाँडाबाट अहिले तपाईँले यहाँ मान्छे रोक्नु भएको छ, यति सहर नभएको भए यहाँ राम्रो स्कुलहरू राम्रो हस्पिटलहरू केही न केही नहुने भने योभन्दा तल जान्छन् मान्छेहरू, त्यो रोक्न सक्नुहुन्न नि त तपाईँले। मान्छेले ग्रोथ गर्दै गयो कहाँ जान्छन् भनेको त्यसलाई चाहिँ त्यसरी निर्धारण गर्छ होइन भएको फेसिलिटिजहरूले। त्यो सेन्समा चाहिँ हाम्रो यो सहर बन्ने प्रक्रियामा हुँदाखेरि हाम्रो बैङ्किङ नीतिहरू बस्नुपर्छ भन्ने चाहिँ हामीले त्यो सोचिराखेका छौँ। तपाईँहरूबाट धेरै कुराहरू आयो, म अब एक गरेर सबैलाई मेरो विचारमा कतिपय त मैले रेस्पोन्स पनि गरेँ। यो एउटा सबैभन्दा महत्त्वपूर्ण मलाई के लाग्छ भने यो सडक नजोडिएको ठाउँमा भएको किसानहरूलाई कसरी ठुलो बनाउने, कसरी ग्रो गराउने, उनको जग्गाहरूलाई चाहिँ कसरी मोनिटाइज गराउने, कसरी त्यसलाई आधारित गरेर चाहिँ लोन दिने, यो कुरा मैले एकदम सिरियसली लिएको छु। पछि हामी सरसल्लाह नै गर्छौँ यसमा। यो चाहिँ एकदम महत्त्वपूर्ण कुरा नै आयो। यहाँनिर स्पेसली 500वटा बाख्रा भएकोहरूलाई कसरी गराउने र ब्याङ्कर साथीहरूलाई पनि मैले के भन्छु भने यो किसानहरूको प्रोफाइल गर्ने भनेर उहाँहरूले भन्नुभयो कि मतलब लामो समयदेखि किसान गरेको मान्छेलाई नै कृषि ऋण जानुपर्ने हो होइन। आज ट्र्याक्टर देखाएर भोलि भागेर जान दिन त नहुने हो होइन। तपाईँहरू नि केयरफुल भन्नु, तपाईँहरूले दिएको लोनको फेरि तपाईँहरू नै जिम्मेवार हो होइन। त्यसले गर्दाखेरि उहाँहरूको सबै कुराहरू राम्रोसँग बुझ्यो। तपाईँलाई लोकल्ली तपाईँले बुझेर ऋणहरू दिनुभयो होला भन्ने नै छ मलाई। त्यसमा चाहिँ अलि अब कहिले काहीँ के भने राम्रो काम गर्नु खोज्दा मान्छेलाई त्यो त फेरि त्यो नेचुरल गल्ती हुन्छ, तर फेरि दोहोऱ्याएर गर्दाखेरि चाहिँ त्यो गल्ती कम गर्ने प्रोबेबिलिटी बढाउनु तपाईँहरूले होइन। त्यो गर्दै जाने हो अनुभवले, उहाँहरू नै अनुभवले खालिँदै जाँदाखेरि उहाँहरूको काम गर्दाखेरि गुड इन्टेन्सनमा नै गल्ती हुन्छ नि, त्यो हुन्छ। तर तपाईँहरूले त्यो गल्तीसँग डराउनु नै हुँदैन। बिस्तारै बिस्तारै एउटा संस्थागत मेमोरी राख्दै जाने हो र सही किसानहरू पहिचान गरेर उनीहरूलाई ऋण जाने वातावरण बनाउने हो होइन। कतिपय मान्छेहरू विदेश जानेहरूप्रति पनि मेरो कुनै त्यो तुस छैन। मान्छेले आफ्नो परिवार खुसी बनाउनलाई धेरै काम गर्छ। मान्छे कहाँ कहाँ जान्छ, हाम्रोभन्दा अघिल्लो पुस्तामा लडाइँमा गएर मरेका छन् मान्छेहरू, लड्नै गएको त हो नि पहिला ल त्यही लड जाने भने लड्नै गएको हुन्छ। त्यो जानी मर्न गएको हुन्छ, लड्दाखेरि बाँच्ने प्रहरी कति हुन्छ, मर्नुको प्रहरी कति हुन्छ होइन। त्यो अवस्थामा चाहिँ हामी त्यो इतिहासबाट अहिलेको इतिहासमा आइरहेको त्यो चाहिँ मान्छेहरूले धेरै सङ्घर्ष गरेर विदेश गएका हुन्छन्। हाम्रै मेरो बा आमाहरू जङ्गलको छेउमा गएर बसेर चितवन आफ्नै देशमा पनि सङ्घर्ष हुन्थ्यो त्यो माथि डाँडाबाट गएर चितवनमा किन गएर बसेर पानी राम्रो होस्, छोराछोरीको भविष्य राम्रो होस् भनेर गरे। तर मान्छेले आफ्नो छोरा नातिको भविष्यको लागि धेरै काम गर्छ होइन। त्यो सेन्समा चाहिँ उहाँहरू जानुभयो होला, उहाँले के देख्नुभयो होला वरिपरि देखेर जानुभएको छ। तर मेन कुरो के भन्दाखेरि उनीहरू सुरक्षित हुनु, उनीहरूको परिवारहरू राम्रो होस्, खुसी होस्, सुख होस् भन्नेमा हाम्रो एटेन्सन जानुपर्छ जस्तो मलाई लाग्छ। त्यसबाहेक मलाई तपाईँहरूले अरू भन्दा पनि एउटा मलाई कस्तो राम्रो वर्ड लाग्यो भने कागज खेलाउने भन्दा माटो खेलाउने सिस्टम चाहिन्छ भनेर सेट द्याट होइन, राम्रो वर्ड सिकाउनु भयो। हामीले चाहेको चाहिँ त्यही हो, हाम्रो कनेक्सन होस् भन्ने चाहेको हो। त्यही भएर अर्डिनेरी मान्छेसँग चाहिँ कनेक्सन हुने गरेरै काम गर्छौँ हामीले। त्यसपछि एउटा सेयर बजारप्रति मेरो धारणा हुन छुरिहाल्नु भयो होइन। त्यस्तो सेयर बजार तपाईँले पैसा राख्नुहुन्छ ब्याङ्कमा, जस्तो मेरो एकजना दिदी हुनुहुन्छ, उहाँको ब्याङ्कमा 20 लाख रुपियाँ कति छ होइन। उहाँ त्यो ब्याजमा एकदम रिलायन्ट हुनुहुन्छ। 12% ब्याज हुने महिनाको 20,000 रुपियाँ आयो होइन। त्यो ब्याज घटेर 4% पुग्दाखेरि उहाँलाई एकदम टाउको दुखेको छ होइन। मान्छेहरू नर्मल्ली तपाईँले 10 लाख रुपियाँ चाहिँ ब्याङ्कमा राख्नुभयो, 10 लाख रुपियाँ सेयर बजारमा राख्नुभयो भने एउटा बेनिफिट के हुन्छ भने तपाईँको इन्कम अलिकति ब्यालेन्स हुन्छ। पहिला त्यो 4% झर्दाखेरि तपाईँलाई थाहा छ नि, त्यो ब्याजहरू फट्ट घट्यो भने सेयरको चाहिँ बढ्छ नि त होइन। त्यो चाहिँ मान्छेले के गर्छ भने सम्पत्तिलाई यो हामीले जोखिमलाई विविधीकरण गर्ने धेरै उपायहरू भन्छौँ। हाम्रो बुवाहरूको पालामा हामीले जग्गामा पैसा राख्थ्यौँ, तर सँगसँगै सुन थोरै किन्थ्यौँ नि, के भन्दाखेरि भोलि मर्दा पर्दा होइन, छोरीको बिहा गर्नु पर्ला, छोरालाई स्कुल पढाउनु पर्ला भनेर राख्यो भने त जग्गा फ्याट्टै बिग्दैन। त्यो बेला अलिकति सजिलो बिक्ने त सुन थियो होइन, केही क्यास पनि राखिन्थ्यो होला सोसाइटी त्यो चाहिँ त्यही अनुसारको एउटा सेयर बजारले पनि तपाईँको सम्पत्ति विविधीकरण गर्नलाई सहयोग गर्छ। मेरो रिक्वेस्ट तपाईँहरूलाई के हुन्छ भने जसरी जग्गा एक रत्ती नराखेर सुन मात्र राख्यो भने तपाईँलाई समस्या हुन्छ, त्यस्तै आफूले कसरी लगानी गरिरहेको छु भने राम्रोसँग हेर्नु होला होइन। एउटा सही रूपमा प्रयोग गर्न जाने भने सबै चिज राम्रो हुन्छ। एकदम जोसमा होइन, एकदम होसियार नभइकन गऱ्यो भने फेरि तपाईँहरूलाई त्यसले चाहिँ त्यसले बढी रिस्क लिएर आएको पनि हुनसक्छ होइन।
त्यो चाहिँ मिलाएर आफ्नो लगानी के गर्दाखेरि आफ्नो पोर्टफोलियो राम्रो हुन्छ, आफ्नो सम्पत्ति राम्रो हुन्छ, आफ्नो भविष्य सुरक्षित हुन्छ, त्यो बुझेर गर्नुहोस् होइन। त्यो कतिपय कुराहरू चाहिँ बिस्तारै, जस्तो तपाईँहरूलाई थाहा छ नि, यङ मान्छेहरूले अलिक बढी रिस्क लिन्छन्। तपाईँ 20 वर्ष 25 वर्ष हुँदाखेरि तपाईँले एकपल्ट बिग्रियो भने म फेरि उत्रिन्छु, अमेरिकै जाउँला भनेर बढी रिस्क लिनु होला होइन। जस्तो म मेरो उमेरमा गइसकेपछि मैले खासै रिस्क लिन्न, बुढो हुँदै गएँ होइन। म आफ्नो चाहिँ छोराछोरीको भविष्य राम्रो होस्, म बिरामी भएँ भने, किन अब म फेरि दोहोऱ्याएर अर्को पेसामा जान सक्दिनँ, म फेरि एउटा देशमा गएर काम गर्न सक्दिनँ होइन। त्यसले गर्दाखेरि अलरेडी डुब्यो भने मलाई असर पर्छ। त्यो सेन्समा चाहिँ आफ्नो उमेर हेरेर, आफ्नो क्षमता हेरेर, आफ्नो रिस्कको प्रेफरेन्स हेरेर लगानी गर्नु होला तपाईँहरूले। आफ्नो रिस्क एपेटाइट हेरेर लगानी गर्नु होला। तर कसैले पनि तपाईँलाई यो सेयर नराम्रो अथवा यो होइन जग्गा नराम्रो, यो नराम्रो भन्ने चाहिँ हुँदैन। यी सबै तपाईँको आफ्नो सम्पत्ति विविधीकरण गर्ने माध्यम। र मेरो दायित्व के हुन्छ भने सकेसम्म हरेक वर्ष राम्रोसँग ग्रोथ होस् सबै चिजको होइन। सेयर पनि एटलिस्ट मुद्रास्फीतिभन्दा माथि नै ग्रो गरोस्। सेयरमा सकेसम्म धेरै खालको कम्पनीहरू जाओस्। कुनै कम्पनी बढी रिस्की हुन्छ, कुनै कम्पनी कम रिस्की हुन्छ। तपाईँले आफूले मिलाएर त्यो सेयरको पोर्टफोलियो मिलाएर किन्नुहोस् होइन। त्यो बरु त्यो सम्बन्धी तपाईँलाई जानकारी दिने निकायहरू हुन् होइन। फाइनेन्सियल लिट्रेसी भने जस्तै सेयर सम्बन्धी राम्रो बुझेर भयो भने तपाईँहरू कसैलाई पनि पछि गएर ठ्याक्कै बढी गल्ती गरेछु कि भन्ने चाहिँ वातावरण नहोस्। त्यो कुरा जग्गामा नै हुनसक्छ। जग्गा भाउ बढ्दाखेरि तपाईँले मिसिकोटमा चाहिँ एकदमै जग्गा भाउ बढेर फ्याक्टै किन्नुभयो, अर्को वर्ष आधा भइदियो भने तपाईँलाई बडा थपथप हुन्छ नि त होइन। त्यस्तो चाहिँ नहोस्। त्यही भएर चाहिँ मिलाएर, सबैले मिलाएर होसियार भएर आफ्नो पोर्टफोलियो बनाएर एकाअर्कासँग सोधेर कुन कम्पनी किन्दा राम्रो हुन्छ, अथवा यो सेयर किन्दाखेरि राम्रो नराम्रो भन्दा पनि यो सेयर किन्दाखेरि मैले यो जोखिम लिएको छु भन्ने बुझेर तपाईँहरूले गर्नुहोस् भन्ने मेरो चाहिँ सुझाव छ सबैलाई। सेयर बजारप्रति मेरो धारणा त्यही हो। त्यो पार्ट अफ वेल्थ होइन, यो वेल्थ नै हो भन्ने। त्यसबाहेक मेरो भिजन र स्ट्राटेजी सोध्नुभयो होइन। म धेरै फ्यान्सी कुरा गर्न चाहन्न। मलाई के लाग्छ भने हामीसँग अहिले डिपोजिट 68 69 फरक छ होइन। मेरो चाहना के छ भन्दाखेरि ऋण हाम्रो देशको यो सबै ब्याङ्क भनेको यो ब्याङ्कहरू हेर्दा हाम्रो प्राइभेट ब्याङ्क भनेको पनि कुनै प्राइभेट ब्याङ्क होइन। यो एक अर्थमा यो कमन रिसोर्स हो, सबै हामी सबै जनताको साझा सम्पत्ति हो। जसरी हाम्रो यो हावा प्राइभेट होइन, यो निश्चित खोलाको पानी प्राइभेट होइन होइन, जसरी चाहिँ यो जङ्गल प्राइभेट होइन, जसरी हाइवे प्राइभेट होइन, त्यसरी नै यो जुन स्रोत बसेको छ हाम्रो राष्ट्र ब्याङ्कमा त्यो प्राइभेट होइन। जसरी तपाईँले चाहिँ सास फेर्दाखेरि चाहिँ सास फेर्न पाउनुहुन्छ, त्यस्तै तपाईँले चाहिँ म बिजनेस गर्छु भन्दाखेरि तपाईँको त्यति नै अधिकार छ जति एकदम सेठको अधिकार छ। बुझ्नु कि भएन? तर अब तपाईँहरूको आफ्नै क्षमता अनुसार तपाईँले फेरि म अरबौँको बिजनेस गर्छु भनेर हामीले त्यो अनुसार त गर्दैनौँ होइन। तर तपाईँहरू सबैको केही न केही कमन टुलमा चाहिँ कमन प्रोपर्टीमा अधिकार छ। त्यही भएर चाहिँ हामी के चाहन्छौँ भने यो तपाईँलाई सास फेर्न दिएर मैले मात्रै सास फेरेँ भने के हुन्छ? त्यो त ठिक भएन। त्यस्तै गरेर चाहिँ यो ब्याङ्कहरूमा भएको सम्पत्ति जुन छ त्यो उहाँले राख्नुभयो होला, उहाँले राख्नुभयो होला, उहाँको स्यालेरीको पैसा लगेर 2 रुपियाँले खाएर नाकी पैसा राख्यो होला, उसले खाएर नाकी पैसा राख्यो होला। त्यो के भन्दाखेरि उहाँको चाहना के हुन्छ भने मेरो पैसा चाहिँ जम्मै हाम्रो गुरुजीले मात्रै लैजाओस् भनेर त राखेको हुँदैन नि त उहाँले होइन, अथवा कुनै एकजनाले मात्रै लैजाओस् भनेर त राख्नुहुन्न। त्यही अर्थमा चाहिँ हाम्रो ऋणहरूमाथि सबैको अधिकार केही न केही रूपमा समानुपातिक रूपमा अधिकार छ। त्यही भएर हाम्रो भविष्य कतिखेर सुरक्षित हुन्छ तपाईँले रुकुम रोल्पामा भएको हुनाले झन् रियलाइज गर्नुहुन्छ कि हाम्रो भविष्य कतिखेर सुरक्षित हुन्छ भने जतिखेर हामी सबै नेपालीहरू बराबर भयो होइन। मैले बराबर हुनाले एकदम स्ट्रिक्टली तपाईँहरूलाई भन्ने किनभने हाम्रो बराबरी भनेको आर्थिक रूपमा 100% बराबरी हुँदैन। तपाईँहरू सबैले बुझिसक्नु भएको छ। अपर्च्युनिटीमा बराबरी एकदम राइट वर्ड के भन्दाखेरि जसरी म गभर्नर भएँ भने किसानको मेरो बाबामा पढिरहेको मान्छे होइन, चितवनको साधारण किसानको छोरा हो होइन। जसरी म गभर्नर भएँ, जसरी कोही मान्छे प्रधानमन्त्री भएको छ, राष्ट्रपति भएको छ, कोही अरबपति भएको छ, कोही के भएको छ, त्यो चाहिँ त्यही अधिकार चाहिँ हाम्रो माथि डाँडाको कुनै दलितको अथवा कुनै देशको मान्छेको कसैको बराबर अपर्च्युनिटी होस्, मेहनत गरेर त्यही ठाउँमा जाओस् भन्ने हाम्रो चाहना हो। त्यही सेन्समा चाहिँ हाम्रो ऋणहरूमा पनि त्यो ऋण हुने अपर्च्युनिटी हो, कमन अपर्च्युनिटी हो होइन। जसरी तपाईँको तालहरू हेर्ने अपर्च्युनिटी हो, जस्तै जङ्गलहरू हेर्ने अपर्च्युनिटी हो, जस्तै कमन अपर्च्युनिटी हो। यो अपर्च्युनिटीमा हामी सबैको अधिकार बराबर छ।
त्यो सिस्टम यदि अहिले पनि हाम्रो सोचाइमा हाम्रो नीति नियममा हामीले त्यहीबाट गाइडेड भयो। राष्ट्र ब्याङ्क पनि एकदमै गाइडेड एकदमै राम्रोसँग चलिरहेको संस्था नै हो। यसमा यदि केही कमी कमजोरी भएको छ भने म फेरि जे कुरा म एकदम रेडिकल्ली गर्ने मान्छे होइन। म गएर जाने ठोक्छु गर्छु उनीहरू गर्ने मान्छे होइन। त्योमा आउने बित्तिकै सब कस्तो बनाउँछु भनेर म जान्न त्यहाँ। एउटा नीतिगत कन्टिन्युटी मेरो लागि एकदम इम्पोर्टेन्ट छ। तर यो नीतिगत सुधारहरू त्यो दिशामा जाँदै गरेको तपाईँहरूले देख्नुहुनेछ, जहाँ चाहिँ सबै नेपालीहरूले चाहिँ यो ब्याङ्कहरूमा भएको सम्पत्तिहरू मसँग राम्रो आइडिया भयो भने मसँग सर्टेन अथवा उहाँको र मेरो आइडिया उस्तै छ, सम्पत्ति उस्तै छ, अनुभव उस्तै छ भने मैले ऋण पाउँदा उहाँले नपाउने हुनु भएन। त्यो डिरेक्सनमा हामी ब्याङ्कले हुन्छ र सकेसम्म साना किसानहरू साना सहरहरूमा ऋण बढी जाओस्, सबै बराबर हुँदै जाउँ, हाम्रो असमानता कम हुँदै जाओस् भन्ने मेरो एउटा चाहना हो। र मेरो भिजन पनि त्यही हो। त्यहीसँग कन्सिस्टेन्ट हुँदै सिक्दै म अगाडि बढेको छु। म तपाईँहरूलाई यही कुरामा चाहिँ म तपाईँहरूलाई विश्वास गर्न चाहन्छु। यति नै भने मैले अहिले तपाईँको सल्लाह सुझाव सबै सेयरिङको लागि धेरै